आजैदेखि बाल्नुपर्छ। समतामूलक समाजको निर्माण गरी विकासको मूलधारमा अपाङ्गता भएकालाई ल्याउनु पर्छ। आयो अपाङ्गता आदरणीय दर्शकबिन नमस्कार, म सङ्गीता काफ्ले। यो कार्यक्रम जर्सी ओभरसिज एडको सहयोगमा सप्रोज नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ खेती र सिबिएम ग्लोबलको संयुक्त साझेदारीमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्र र डिसेबिलिटी मिडिया सेन्टरको प्रस्तुति कार्यक्रम अपाङ्गता आवाजमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। अपाङ्गता भएका व्यक्तिहरूको हक, हित एवं अधिकारलाई सुनिश्चित गर्नको लागि नेपाल टेलिभिजनमा प्रत्येक बिहिबार साँझ 6 बजे कार्यक्रम अपाङ्गता आवाज लिएर उपस्थित भइरहेका छौँ। आजको कार्यक्रममा हामीले एउटा विशेष अन्तर्वार्तात्मक सामग्री लिएर आएका छौँ। आउनुहोस् सुरु गरौँ आजको हाम्रो कार्यक्रम। सप्रोस नेपालले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा विभिन्न कार्यहरू गर्दै आएको छ। यसै विषयलाई समेटेर आजको कार्यक्रममा हामीले सप्रोस नेपालका कार्यक्रम विकास प्रमुख एवं फाइदा परियोजनाका फोकल पर्सन राजमान श्रेष्ठसँगको विशेष कुराकानी प्रस्तुत गर्दैछौँ। आज हामीले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा सप्रोस नेपालका कार्यक्रम विकास प्रमुख एवं फाइदा परियोजनाका फोकल पर्सन राजमान श्रेष्ठज्यूलाई हाम्रो स्टुडियोमा निम्ति आएका छौँ। राजमान सर, हाम्रो स्टुडियोमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। आराम हुनुहुन्छ? म ठिक छु। एकदम खुसी लाग्यो। सरलाई हामीले स्टुडियोमा बोलाएर केही कुराहरू गर्न पाए हुन्थ्यो, सोध्न पाए हुन्थ्यो भनेर हामीले छलफल गरेका थियौँ हाम्रो मिलनजी, हाम्रो मिनाजीसँग मार्फत, होइन? यद्यपि यहाँलाई भेट्न पाइयो, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्छु। के छ सप्रोस नेपालले के काम गरिरहेछ, यसको इतिहास को बारेमा अथवा वर्तमानको बारेमा कहाँ प्रोग्रामहरू छ, अलिकति बताइदिनुहोस्। सप्रोस नेपाल भनेको नेपालका गैर सरकारी संस्थाहरूको सवालमा चाहिँ अग्रणी संस्थाहरूमध्ये चाहिँ एक हो। यसको मुख्य लक्ष्यको रूपमा कुरा गर्दाखेरि यसले विशेष गरिकन यो स्वच्छ नेपालको कुरा गर्दाखेरिमा पनि अझ विशेष गरिकन यो उन्नत जीविकोपार्जन, सुस्वास्थ्य र समृद्धिको सुनिश्चितताको विषयमा चाहिँ यसले काम गरिरहेको छ। यसको स्थापना भनेको 2048 साल भाद्र महिनामा भएको हो र आज हामी अहिले यो स्थापनाको त 35औं वर्षमा चाहिँ सञ्चालन भइरहँदाखेरि अब यो विभिन्न यो राष्ट्रिय अन्तर्राष्ट्रिय यो 38 भन्दा बढी त्यस्ता संस्थाहरूको निकायहरूको चाहिँ त्यो साथ सहयोग र समन्वयमा चाहिँ हामीले करिब 160 वटा भन्दा बढी परियोजनाहरूबाट यो अधिराज्यका 69 वटा भन्दा बढी जिल्लामा चाहिँ हामीले हाम्रो सेवा र पहुँच चाहिँ विस्तार गरिसकेको अवस्था हो। र नेपालभित्रका अब यो विपन्न क्षेत्र यसमा विशेष गरिकन त्यसमा चाहिँ यो सीमान्तकृत र यो ग्रामीण समुदायहरू र त्यसमा पनि यो अपाङ्गता भएका व्यक्तिहरू, होइन? अब ती सबमा चाहिँ करिब हामीले यी परियोजनाहरूबाट चाहिँ झन्डै 6,50,000 भन्दा बढी घरधुरीहरूमा चाहिँ हामीले सेवा चाहिँ प्रदान गरिसकेको अवस्था चाहिँ हो, होइन? यसमा चाहिँ विशेष गरिकन हामीले सप्रोसको कुरा गर्दाखेरिमा चाहिँ अब हामीले विशेष गरिकन यो त्यस्ता ग्रामीण समुदायहरूको चाहिँ संस्थागत विकासमा उहाँहरूको जीविकोपार्जनमा विशेष गरिकन डिगो कृषि मार्फत उहाँहरूको चाहिँ क्षमता विकास गरिकन उहाँहरूको चाहिँ के अरे जीविकोपार्जन र सुस्वास्थ्यको क्षेत्रमा चाहिँ हामीले एकदमै यो संस्था स्थापनाको सुरुवातदेखि नै हामीले काम गर्दै आएका हौँ। कस्तो राम्रो, यहाँले कस्तो राम्रो कामहरू सशक्तिकरण र नेपाली अपाङ्गता सँगसँगै अरू नेपाली जनताप्रति यहाँले काम गर्नुभएको छ, ग्रामीण सेक्टरमा काम गर्नुभएको छ। तर अहिले यो हामीले यो जर्सी ओभरसिज हेडको सहयोगमा जुन सञ्चालित प्रोजेक्ट छ यो, होइन? यो थुप्रै संस्थाहरू सप्रोस र सिबिएम अथवा खेती अथवा एनडिडब्ल्यू हुनुहुन्छ, यो अन्तर्गतको प्रोग्राम सञ्चालन भइराख्दाखेरि सप्रोस नेपालको भूमिका चाहिँ फाइदा परियोजनामा, होइन, के हो? अलिकति नेपाल टेलिभिजन हेरिरहेका व्यक्ति जनतालाई बताइदिनुहोस् न। अब यो भनेको एउटा साझेदारीमा आधारित कार्यक्रम हो, होइन? अब फाइदा परियोजना भनेको, तर यसमा चाहिँ अब सप्रोसको जिम्मेवारीको कुरा गर्ने हो भने विशेष गरिकन अपाङ्गता भएका व्यक्तिहरूको तिनीहरूलाई सङ्गठित गरी उहाँहरूको चाहिँ स्वावलम्बन समूह चाहिँ गठन गरी
र ती समूहहरूलाई उहाँहरूको त्यो आवश्यकता अनुसारको विभिन्न ज्ञान सिप र क्षमता अभिवृद्धिका कार्यक्रममा चाहिँ हामीले विभिन्न त्यो सहयोगहरू चाहिँ उपलब्ध गराउने उहाँहरूको भोलि व्यवसाय सम्बन्धी कुनै कार्यक्रमहरू भयो भनेदेखि त्यसमा चाहिँ उहाँलाई चाहिँ त्यो विषयमा चाहिँ तालिम प्रदान गर्ने र त्यसका लागि आवश्यक विभिन्न किसिमका त्यो कृषि सामग्रीहरू उपलब्ध गराइकन उहाँलाई चाहिँ यो व्यावसायिक कृषक बनाउनुको लागि त्यो क्षेत्रमा चाहिँ विशेष त्यो योगदान पुर्याउने चाहिँ हाम्रो मुख्य यो कार्यक्रम चाहिँ रहिआएको छ। सँगै हाम्रो जुन युवा च्याम्पियनहरू छन्, हाम्रो सहजकर्ताहरू छन्, उहाँहरूको त परिचालन गरिकन विशेष गरिकन अहिले यो वित्तीय यो सङ्घ संस्था भनौँ, ब्याङ्क भनौँ, यता सहकारीहरू भनौँ, तिनीहरूमा चाहिँ समन्वय सम्पर्क स्थापित गरी उहाँहरूको अब त भोलि अब ढिटो के अरे ऋण आदि केही आवश्यक भयो भने त्यसमा चाहिँ सम्पर्क समन्वय स्थापित गरी त्यसमा चाहिँ त्यो सहज त्यो पहुँच चाहिँ पुर्याइदिने अनि स्थानीय यो पालिका सरकारहरूमा पनि सम्पर्क गराइकन त्यहाँ किसिमको नीति त्यो कार्यक्रममा पनि उहाँहरूलाई चाहिँ सहभागी गराइदिनुको लागि चाहिँ विशेष भूमिका चाहिँ हामीले सिर्जना गरिरहेका चाहिँ छौँ यसमा। कस्तो राम्रो। यति भन्दै गर्दा खास गरेर फाइदा परियोजना अन्तर्गत चाहिँ यहाँहरूले अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्नको लागि यहाँले काम गरिरहनु भएको छ, हामी देखिरहेछौँ। यहाँलाई त्यो काम गर्दै गर्दा कस्तो अनुभव भयो? उहाँहरूको कति जीवनस्तर उकासेको मतलब अगाडि बढेको यहाँले देख्नुभयो, अथवा ती साथीहरूले कृषिमै काम गरेर आफ्नो जीवनयापन चल्नको लागि आफूलाई आत्मविश्वास भएको पनि कतिको भेटाउनु भयो? अलिकति त्यसको बारेमा छलफल गरौँ न। अब यसो अब जसो हामी अहिले कार्यक्रम यो 4 वर्ष कार्यक्रम हो, यो हामी अहिले दोस्रो वर्षमा चाहिँ रनिङमा छौँ र त्यो हाम्रो अनुभवमा चाहिँ यो कार्यक्रमको जुन हामी प्रारम्भिक अवस्थामा भइकन पनि यो कार्यक्रमको जुन जे जति गतिविधिहरू सञ्चालन गरेका छन्, जुन डेलिभरी भएको छ त्यसको परिणाम भनेको क्रमशः यसले चाहिँ एकदमै यो जुन परिवर्तन हामीले त्यो एकदम सकारात्मक दिशामा यसको जोस एकदम राम्रो तरिकाले चाहिँ त्यो पोजिटिभली गइरहेको चाहिँ हामीले एकदमै आभास भइरहेको छ। अब यो कुनै समयको कुरा गर्दाखेरि चाहिँ सामान्यतया यो अपाङ्गता भएका व्यक्तिहरूको कुरा गर्दाखेरि उहाँहरूको आफ्नो न्यूनतम आवश्यकता पुरा गर्नको लागि पनि उसको आफ्नो परिवार अथवा समाजमा चाहिँ आश्रित हुनुपर्ने अवस्था थियो भने हाम्रो यो जसै यो कार्यक्रमको चाहिँ अब इन्टरभेन्सन भयो, यो जस उहाँलाई हामीले हाम्रो सङ्गठनमा आबद्ध गराएर जुन हामीले दिनुपर्ने विभिन्न किसिमका सिप दक्षता तालिमहरू आदि सबै प्रदान गरिसके पछाडि हामीले जुन अब कृषि सामग्रीहरू यो उन्नत कृषि प्रविधि अब यो प्रणालीमा चाहिँ उहाँहरूलाई सहभागी गराइसकेपछि उहाँहरू जुन यता यो हाम्रो व्यावसायिक कृषितर्फ उहाँहरू जुन आकर्षित हुनुभयो अनि आजको दिनमा चाहिँ क्रमशः उहाँहरू चाहिँ साँच्चै नै भन्नुपर्दाखेरि यहाँ चाहिँ अब उहाँहरू चाहिँ एउटा उहाँहरूको समानताले गर्दाखेरि आफ्नो उहाँहरूको आफ्नै एउटा छुट्टै आम्दानी चाहिँ आर्जन गर्न सक्ने अवस्थामा चाहिँ उहाँहरू भइसक्नु भएको छ। र वास्तवमा भन्नुपर्दाखेरि यहाँ चाहिँ यस्ता किसिमको समानताले गर्दाखेरि त्यो जस्तो उहाँहरूको आफ्नै परिवारभित्रको कुरा गर्दाखेरि यहाँ पनि उहाँहरूको कुरा बढी सुन्ने त्यो उहाँहरूको भूमिका चाहिँ महत्त्वपूर्ण हुँदै गएको चाहिँ हामीले चाहिँ यो त महसुस चाहिँ गर्न थालेका छौँ। जस्तो यो कृषिहरूको कार्यक्रमहरू यहाँले अपाङ्गतासँग तपाईँहरूसँग पहिलो अनुभव थियो या यो दोस्रो अनुभव हो, अथवा काम गर्दै गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूलाई कृषिमै अब खास गरेर सहभागिता जनाउनको लागि यहाँले कस्तो खालको तालिमहरू यहाँले उपलब्ध गराउनु उहाँहरूलाई सञ्चालन गर्नुभएको थियो, अलिकति बताइदिनुहोस् न। अब यो जस्तो सप्रोसको कुरा गर्दाखेरिमा चाहिँ अब सिबिएम ग्लोबलसँग हामीले यो कार्यक्रम थाल्ने गरेको चाहिँ यो 2072 सालको भूकम्प पछाडि हो। लगातार निरन्तर हामीले कार्यक्रम चाहिँ सञ्चालन गर्दैछौँ, यो कुनै न कुनै कार्यक्रमहरू। अब यो सहित चाहिँ हामीले सिबिएमसँगै गर्न थालेको कार्यक्रम भनेको चौथो यो 5औं प्रोजेक्ट चाहिँ हो है। त्यसले गर्दाखेरि यहाँ चाहिँ अब त पछिल्लो समयमा हामीले सप्रोसका जुन यो गरिबी निवारणका सम्बन्धमा चाहिँ हामीले विभिन्न कम्पोनेन्टहरूमा चाहिँ काम गर्छौँ। अब यो अपाङ्गतालाई चाहिँ आजको दिनमा चाहिँ हामीले क्रस कटिङ एउटा कम्पोनेन्टको रूपमा चाहिँ यो स्थापित चाहिँ गरेका छौँ है। अब त्यो हिसाबले र यसलाई चाहिँ यो महत्त्वपूर्ण अङ्गको रूपमा चाहिँ हामीले हरेक हाम्रो कार्यक्रम डिजाइन गर्दाखेरि यहाँ चाहिँ यसलाई नछुटाइकन चाहिँ हामीले अब त्यो गरिरहेका चाहिँ छौँ। र हामीले कुनै पनि जस्तो विशेष गरिकन हामीले उहाँहरूको जीविकोपार्जनको सन्दर्भमा चाहिँ काम गर्नु पर्दाखेरि नवीनतम कृषि प्रणालीका कुराहरू होइन, आधुनिक यो कृषि जुन प्रणालीहरूमा चाहिँ अब त्यसमा पनि विशेष गरिकन यो अपाङ्गता मैत्री जुन कुरा हजुरले गर्नुभयो होइन, त्यसमा चाहिँ अब जस्तो टनेलकै कुरा भयो,
यता यो थोपा सिँचाइका कुराहरू भए, यो मल्चिङ आदिका कुराहरू छन्। अब यो मलखाद आदिका कुरा गर्दाखेरि पनि हामीले यो जुन झोलमल यो आइपिएमका कुराहरू भए, यता हामीले उन्नत बिउ बिजनका कुराहरू, यी यावत कुराहरूमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ एकदमै यो टेलर मेड टाइपले हामीले हाम्रो कार्यक्रमहरू चाहिँ डिजाइन गरेका हुन्छौँ र उहाँहरूको आवश्यकता अनुसार उहाँहरूको यो 10 भिन्न प्रकारका चाहिँ अपाङ्गता त्यो हुनुहुन्छ। यो एउटा किसिमको त्यो डिजाइन भनेको सम्पूर्णलाई चाहिँ ठ्याक्कै चाहिँ फिट नहुन सक्ला। त्यसले गर्दाखेरि त्यहाँ गइकन उहाँहरूको आवश्यकता अनुसार एकदमै कस्टमाइज तरिकाले, एकदम टेलर मेड तरिकाले चाहिँ हामीले हाम्रो कार्यक्रमहरू चाहिँ डिजाइन गर्छौँ र त्यही अनुसार चाहिँ त्यो फिल्डमा चाहिँ त्यसलाई कार्यान्वयन गर्नतिर चाहिँ लागिरहेका छौँ। जस्तो अघि हामी छलफलको क्रममा के भन्यो भने यहाँहरूले युवा च्याम्पियन कार्यक्रमहरू पनि सञ्चालन गरिरहनु भएको छ भन्ने यहाँले कुरा गर्नुभयो। कस्तो राम्रो कुराहरू छ। अब हामी समावेशिताको कुरा पनि गर्छौँ। हुन त सप्रोसले अपाङ्गता क्षेत्रमा काम गर्न थालेको हामीले सुन्न पाउँदा धेरै खुसी भयौँ होइन। यहाँले धेरै अलि अगाडिदेखि नै काम गर्नुभएको रहेछ। यद्यपि त्यो युवा च्याम्पियनमा अपाङ्गता भएका युवा व्यक्तिहरूको सहभागिता होइन, अथवा उहाँले त्यो सहभागिता पछाडि वित्तीय समावेशितामा पनि ल्याउने चाहिँ एउटा चाहिँ परिणामको कुराहरू पनि छ। त्यसमा यहाँहरूले कसरी काम गर्नुभएको छ अपाङ्गता भएका युवा र युवा च्याम्पियनको सभालाई लिएर? जस्तो विशेष गरिकन यो युवा च्याम्पियनहरूको कुरा गर्दाखेरि उहाँले सुरुमा चाहिँ त एउटा अपाङ्गता भएका व्यक्तिहरूको एउटा समूह स्थापना गर्नुहुन्छ, जसलाई कि हामीले स्वावलम्बन समूह चाहिँ भन्छौँ। अब स्वावलम्बन समूह भनेको आफैमा एउटा चाहिँ एकदम बलियो मञ्चको रूपमा चाहिँ अहिले स्थापित भएको छ, जहाँ जुन समूहमा चाहिँ त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ आफ्नो दुःख सुखका कुराहरू गर्छन्। आफ्नो कुनै पनि क्रियाकलाप अब त्यो नीति योजनाहरूको विषयमा चाहिँ यता उहाँहरूको समुदाय अथवा यो स्थानीय वडादेखि जिल्ला तहमा चाहिँ केही कार्यक्रमहरू गर्नु पर्दाखेरि यहाँ चाहिँ त्यहाँ आफ्नो पोख्ने एउटा माध्यम, एउटा यो ठाउँ चाहिँ उहाँले त्यसलाई चाहिँ बनाउनु भएको छ। र अनि यो जो युवा च्याम्पियनको जुन कुरा सन्दर्भ छ, युवा च्याम्पियन भनेको हाम्रो अहिले यो फाइदा परियोजना भनेको चितवन जिल्लाभरि नै हो। त्यहाँ 98 वडाहरू छन्। एउटा वडामा चाहिँ हामीले 2 जना त्यस्ता यो युवा च्याम्पियनहरू चाहिँ छनौट गरेका छौँ। ती छनौट गरेका युवा च्याम्पियनहरूको कुरा गर्दाखेरि हामीले उहाँहरूलाई चाहिँ अब विशेष गरिकन यो वित्तीय साक्षरता सम्बन्धी तालिम, अनि विशेष गरिकन अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सम्बन्धी तालिमहरूलाई चाहिँ त्यो उहाँहरूले चाहिँ प्रदान गर्छौँ। र उहाँ जुन त्यो तालिमबाट चाहिँ उहाँ दीक्षित हुनुहुन्छ, शिक्षित हुनुहुन्छ। अनि त्यो कुराहरू चाहिँ फेरि उहाँ अपाङ्गता भएका व्यक्तिहरूको घर दैलोमा गएर तिनलाई चाहिँ यो उनीहरूका परिवार र अपाङ्गता नभएका व्यक्तिहरूलाई समेत पनि अब यो सम्बन्धमा चाहिँ अब त्यो वित्तीय साक्षरता सम्बन्धी ज्ञान त्यो उहाँ चाहिँ प्रदान गर्नुहुन्छ। र यो विशेष गरिकन अब यो कार्यक्रम यो उसकै कार्यक्रमकै सन्दर्भमा जस्तो हाम्रो बजेट आदि मानव अब उहाँले चाहिँ घर परिवारले बजेट आदि त्यो बनाउनु पर्दाको अवस्थामा चाहिँ सामान्यतया एउटा अवधारणा चाहिँ अब हामीले त्यहाँ भनेका छौँ 50, 30 र 20। यो के हो त भन्दाखेरि यहाँ चाहिँ अब जस्तो आफ्नो बजेटको त्यो खर्च आदिको कुरा गर्दाखेरि सुरुको त 50% भनेको विशेष गरिकन आफ्नो यो आधारभूत आवश्यकताहरू परिपूर्ति गर्नको लागि घाँस यो कपास अनि शिक्षा आदिको कुरामा चाहिँ उनले 50% चाहिँ त्यो खर्च छुट्याउने। अनि 30% कहाँ त भन्दाखेरि यहाँ चाहिँ अब मान्छे आफ्नो जीवन त्यो बाँच्नको लागि चाहिँ अलिकति मनोरञ्जन पनि आवश्यक होला, सामाजिक कार्यहरूमा पनि सहभागी हुनुपर्ने होला भनेपछि 30% खर्च चाहिँ यतापट्टि त्यो विनियोजन गर्ने। र बाँकी रहेको 20% केमा त भन्दाखेरि यहाँ चाहिँ अब उनले केही बचत पनि गर्नुपर्छ र भोलि गएर चाहिँ बचतबाट चाहिँ भोलि अब उनले चाहिँ आफ्नो जीवनस्तर उकास्नको लागि चाहिँ त्यसले केही लगानी पनि गर्नुपर्ने होला भनेपछि त्यो 20% भाग चाहिँ अब उहाँले जस हाम्रा यो जो युवा च्याम्पियनहरू छन् उहाँहरूले चाहिँ त्यसको चाहिँ यो त प्रयोजन के कसरी गर्ने, यसको चाहिँ अब अहिले विशेष गरेर पछिल्लो समयमा यो डिजिटल उसकै कुरा गर्दाखेरि पनि त्यहाँ फ्रड हुन सक्ने सम्भावनाहरू पनि छन् भनेपछि त्यसमा पनि अब के कसरी हामीले अब त्यसलाई सही तरिकाले चाहिँ त्यसको सञ्चालन गर्ने भन्ने सवालमा पनि हाम्रो साथीहरूले एकदमै नजिक गएर उहाँले मेन्टरिङ गर्ने कामहरू पनि हाम्रो गर्नुहुन्छ। र यो पछिल्लो समय चाहिँ हाम्रो अनुभव चाहिँ के रह्यो भने जो एकदम स्थानीय तहकै जो युवा च्याम्पियनहरूले चाहिँ हामीले परिचालन गर्न सकेका छौँ र उनीहरूको चाहिँ एकदम नजिकबाट हाम्रो त्यहाँ स्थानीय समुदायले पनि त्यसलाई त्यो देख्न पाउँदाखेरिमा चाहिँ अब यता अपाङ्गता भएका व्यक्तिहरूप्रति जुन हेराइको दृष्टिकोण छ त्यो दृष्टिकोण चाहिँ क्रमशः त्यो फेरिँदै आएको चाहिँ त्यो देखिएको छ।
कस्तो राम्रो होइन। त्यसले गर्दाखेरि समाजमा चाहिँ एउटा वित्तीय समावेशीमा त्यसमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ जो उनीहरूलाई संलग्न गराउनु पर्ने रहेछ भन्ने आवाज चाहिँ लगभग त्यो व्यापक हुन थालेको चाहिँ हाम्रो अनुभव चाहिँ रहेको छ। त्यही त यहाँको यो कुरा सुन्दा नि एकदमै खुसी लाग्यो किन भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर चाहिँ भयो भने यहाँहरूले हामी जस्तो अपाङ्गता भएको व्यक्तिलाई अगाडि बढाउनलाई सजिलो पनि हुन्छ र अवसर पनि सँगसँगै चाहिन्छ भन्ने कुरा भयो। यो यहाँले यत्रो परियोजना सञ्चालन गर्दै गर्दा नि जस्तो दिगोपनाको बारेमा के छ योजनाहरू अथवा स्थानीय तह अथवा प्रदेश सरकारसँगको पनि सहकारी केही छ कि मलाई त्यो प्रश्न गर्न मैले सान्दर्भिक ठान्दिनँ, यहाँले बताउनु होला, नत्र भने यसलाई अब भोलिका दिनहरूमा होइन एउटा अपनत्व फिल हुने त्यहाँको समुदायको चाहिँ नि त्यो कार्यक्रम सञ्चालन भइराख्ने खालको कुराहरूको लागि चाहिँ यहाँहरूको के समन्वय सहकार्य स्थानीय तह अथवा प्रदेश सरकारसँग केही छ कि? अब स्थानीय अहिलेको यो फेडरल यो गभर्मेन्ट चाहिँ अहिले त्यो लागू भइसके पछाडि चाहिँ यो स्थानीय तहले यो कार्यक्रम कुनै पनि कार्यक्रमलाई चाहिँ ओन गरेन भने त्यसको दिगोपना भनेको लगभग असम्भव जस्तो त्यो हुन्छ। त्यसले गर्दाखेरिमा चाहिँ हामी जस्तो संस्थाले अब एउटा क्षणिक परियोजना लिएर अब जस उहाँहरूको विकास निर्माण कार्यमा चाहिँ लाग्ने मात्र नभएर समग्रमा चाहिँ अब त्यो जो विशेष स्थानीय पालिकाको कुरा होला, स्थानीय सरकार अथवा त्यहाँ जुन अब अन्य यो क्षेत्र यो अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको सवालमा चाहिँ कायम गर्ने त्यस्ता सरकारवाला निकायहरूले चाहिँ अब यस्ता कार्यक्रमहरूमा चाहिँ एकदमै उहाँहरूको नजिकबाट चाहिँ संलग्नता सहयोग र उहाँले अपनत्व लिइसके पछाडि मात्रै चाहिँ यसले वास्तवमा हामीले सोचेको एउटा यसको दिगो परिणाम चाहिँ यसको सम्भावना चाहिँ हामी देख्छौँ। जस्तो यहाँहरूले मैले यो सोध्न सक्छु कि सक्दैन, यो यहाँले प्रोग्रामहरू सञ्चालन गर्दाखेरि जस्तो टेक्नोलोजीहरू पनि प्रयोग कतिको गर्नुभयो अथवा यो अब काम गर्दै जाँदाखेरि मैले त के बुझ्छु भने अघि थोपा सिँचाइको कुराहरू पनि गर्नुभएको थियो, जलवायुसँग जोडेर पनि केही कामहरू गर्नुभयो कि अथवा त्यो कार्यक्रमहरू अपाङ्गतासँग पनि त जलवायुको सम्बन्ध रहन्छ अथवा टेक्नोलोजीको त झन् कतिपय कुराहरू त भनौँ न अहिलेको एप्समा मलका कीटाणुका कुराहरूमा बिउहरूका अथवा बजारमा सामान लाने कुराहरूमा पनि टेक्नोलोजीहरूले सहयोग गरिरहेछ। यस्ता क्रियाकलापहरूमा पनि यहाँहरूले आफ्नो कार्यक्रममा प्रयोग गर्नुभयो अथवा कस्तो कस्तो गर्दै हुनुहुन्छ? यो वर्तमान समयमा यो जलवायु परिवर्तनले हामी सबैलाई चाहिँ असर गरेको छ। अझ यसो नि भन्नुपर्दाखेरि चाहिँ विशेष गरिकन अपाङ्गता भएका व्यक्तिहरू त्यसमाथि पनि एउटा यो महिलाको कुरा गर्दाखेरि चाहिँ उहाँहरू अझ बढी प्रभावित छन्। अब जस्तो हाम्रो चितवनकै सन्दर्भमा कुरा गर्ने हो भनेदेखि चाहिँ अब त्यहाँ पनि बेमौसमी अहिले वर्षाका कुराहरू छन्। अब त्यहाँ चाहिँ त्यो बाढी अथवा यो कुनै अब त्यो पहिरो त्यो किसिमको अब केही समस्याहरू छन् भने अब त्यसले चाहिँ अब सबैले चाहिँ नराम्रोसँग चाहिँ प्रभावित भइरहेका छन् र त्यसमा पनि अघि भने चाहिँ यो यस्ता अपाङ्गता भएका व्यक्तिहरू चाहिँ अझ बढी दोब्बर बढी प्रभावित भइरहेको अवस्था चाहिँ छ है। त्यसले गर्दाखेरिमा चाहिँ अब यो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ अवस्था अनुसार अघि पनि मैले यो संक्षिप्तमा भनेको थिएँ कि हामीले त्यो प्रविधिको कुरा गर्दाखेरि चाहिँ त्यस्ता नवीनतम त्यस्ता प्रविधिहरूको प्रयोग गर्नु पर्यो जसले गर्दाखेरि चाहिँ ती वर्गहरूको चाहिँ न्यूनतम समय चाहिँ त्यहाँ आफूले गर्न खोजेका क्रियाकलापहरूमा चाहिँ उहाँले त्यो खर्च गर्न परुन्। जस्तो अब यता त्यो नवीनतम त्यो प्रविधिकै कुरा गर्दाखेरि यहाँ चाहिँ हामीले यो जुन थोपा सिँचाइको कुरा गऱ्यौँ भनेपछि एक ठाउँमा चाहिँ अलिकति पानी हालिदिने बित्तिकै चाहिँ आफूले खोजेको सबै त्यो बिरुवाको जरामा गएर चाहिँ पानी चाहिँ जान्छ। त्यसले गर्दाखेरि उहाँको समय चाहिँ एकदमै यो राम्रो जोगिन्छ र हामीले जुन पानीको प्रयोग पनि एकदम 100% हुन्छ र त्यसको प्रभावकारिता पनि अलिक बढी हुने भयो। मल्चिङ आदिका कुरा हामीले जुन सामान्य रूपमा चाहिँ गरिरहेका छौँ। मल्चिङ अब त्यो प्रविधि भन्ने त्यो हेर्दाखेरि सामान्य प्रविधि हो जुन अब त्यसले चाहिँ त्यो घाँसहरू चाहिँ त्यसले अनावश्यक घाँसहरू चाहिँ उम्रिन दिन्नन् होइन। त्यो गर्ने बित्तिकै चाहिँ हामीले हाम्रो जुन अब बोट बिरुवाको लागि प्रयोग गरेका मल खाद्यहरू भनेको जसको लागि हामीले प्रयोग गरे हो तिनले मात्रै पाउने। अब यो घाँस अरू अन्य कुराहरू चाहिँ उखाल्ने समय पनि कम लाग्यो होइन। अब मल खाद्यकै कुरा गर्दाखेरि पनि हामीले स्थानीय तहमै चाहिँ यो स्थानीय तहमै चाहिँ उपलब्ध हुने किसिमका चाहिँ विभिन्न यो झार अब यो तिनीहरूको त प्रयोग गरिकन यो झोलमलहरू आइपिएम प्रविधिहरूबाट चाहिँ जुन गरिरहेका छौँ त्यसले गर्दाखेरिमा चाहिँ उनीहरूलाई त्यहाँ हाम्रा किसानहरूलाई चाहिँ धेरै टाढा जान नपर्ने
होइन। अब उहाँले चाहिँ एउटा सामान्य एउटा त्यो ज्ञान सिप हामीले उहाँले उपलब्ध गराउने बित्तिकै चाहिँ उहाँले स्थानीय तहमै चाहिँ उपलब्ध गराउनु के अरे त्यो प्राप्त गर्न सक्ने र त्यसको त्यो प्रयोगबाट चाहिँ उहाँहरूको एउटा इनपुट कस्ट पनि त्यो घट्यो होइन। हामीले यो जुन एक हिसाबले चाहिँ जैविक प्रविधि जस्तो पनि अब यसलाई चाहिँ मान्न सकियो। यो तरिकाले चाहिँ हामीले एउटा स्वस्थ खाना पनि अब त प्राप्त गर्न सक्ने त्यो भयौँ भन्ने खालको कुरा चाहिँ हो। कस्तो राम्रो। आज यो तपाईँसँग मैले अन्तर्वार्ताको क्रममा मैले लगभग 300जना अतिथिज्यूसँग मैले छलफल गरेँ, तर आज एकदम फरक तरिकाको अपाङ्गता भएका व्यक्ति र कृषि अथवा अपाङ्गता भएका व्यक्तिहरूको जलवायुसँगको सम्बन्ध होइन, यावत कुराहरू सुन्दाखेरि मलाई टाइम चाहिँ एकदमै पुगिराखेको छैन जस्तो भइरहेको छ। यद्यपि हाम्रो प्राविधिक मित्रले हाम्रो टाइम सकिने लागेको जनाइदिइसक्नु भएको छ। यति भन्दै मैले केही सोधिनँ, तपाईँले केही कुरा भन्नु बाँकी छ भने अलिकति कुरा राखौँ, त्यसपछि हामी बिदा हुन्छौँ। जीविकोपार्जनकै विषयमा कुरा गर्नु पर्दाखेरि यहाँ चाहिँ हाम्रो सप्रोस नेपाल भनेको वास्तवमा यो सन् 2010को कुरा गर्दाखेरि यो स्वेदिश पार्लियामेन्ट छ, त्यसले चाहिँ राइट लाइभलीहुड अवार्ड चाहिँ प्रदान गरेको संस्था हो। यो संस्था भनेको यो जुन राइट लाइभलीहुड अवार्ड भनेको यता जीविकोपार्जनका क्षेत्रमा चाहिँ यो नोबेल प्राइजको रूपमा पनि बुझिन्छ है। र सप्रोस नेपाल भनेको कुनै दिन हामीले पनि त्यसलाई अप्लाई गरेका थियौँ, हजुरलाई पनि नेपालको आजको मितिसम्मको कुरा गर्नु पर्दाखेरि यहाँ चाहिँ हामी एकमात्र नेपाली संस्था हौँ आजसम्मको कुरा गर्नु पर्दाखेरि। त्यो चाहिँ एकदमै यो यस्तो संस्थामा काम गर्नु पर्दाखेरि अलिकति आफूलाई गौरव पनि महसुस चाहिँ हुने रहेछ है। अनि अर्को कुरा चाहिँ अब जस्तो यो फाइदा परियोजनाको लागि अब सप्रोस र सिबिएम ग्लोबल लगायत अरू हाम्रो संस्थाहरू पनि हुनुहुन्छ, जो हामीले संयुक्त एउटा साझेदार कार्यक्रम हो। हामीले यो अभियानलाई चाहिँ अगाडि यो बढाउन खोजिरहेका छौँ होइन। यसलाई चाहिँ नितान्त केवल यो हाम्रो मात्रै कार्यक्रम हो, हाम्रो मात्र अभियान हो भनेर कसैले पनि बुझ्दिन चाहिँ भएन। यसका लागि चाहिँ अब विशेष गरेर स्थानीय सरोकारवाला सङ्घ संस्थाहरू, यो पालिकाहरू होइन, अब जस्तो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ अब यो संस्था ओपिडी नै भए, सबलम समूह नै भए होइन। अब ब्याङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ यसलाई अपनत्व ग्रहण गरिकन चाहिँ ल यो यसमा पनि यो हाम्रो पनि आफ्नो भूमिका छन् है भन्ने हिसाबले अगाडि लैजान सक्यो भने मात्रै चाहिँ खासमा हामीले जुन उद्देश्यका लागि काम गरेका छौँ त्यसले चाहिँ यो सही सार अर्थमा चाहिँ लिन्छ भन्ने हामीलाई लाग्छ होइन। सँगै अब जस्तो सप्रोसकै कुरा गर्दाखेरि यहाँ चाहिँ अब हामीले यो अपाङ्गताका क्षेत्रमा चाहिँ अब केही कामहरू गरेका छौँ। हाम्रा के स्टोरेजहरू छन्, त्यसका लागि चाहिँ हाम्रो आफ्नो वेबसाइट पनि छ। त्यसमा चाहिँ अब गएर अब यस्ता उनीहरू गयो भने पक्कै पनि जोस् हाम्रा त्यो कुराहरू पनि साझा हुनेछन् र त्यो जोस् राम्रो कुरा चाहिँ सबैले थाहा पाउँदा राम्रै हुन्छ कि भन्ने खालको कुरा चाहिँ हो है। हुन्छ, त्यति टाढादेखि हाम्रो स्टुडियोसम्म आएर होइन अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित क्रियाकलाप जो जलवायु परिवर्तनका कुरा, कृषिका कुरा, आय आर्जनका कुरा, धेरै कुराहरू नेपाल टेलिभिजन मार्फत हाम्रो दर्शकलाई राखिदिनु हो। यहाँलाई धेरै धेरै धन्यवाद भन्दै अब हामी बिदा हुन चाहन्छौँ। हस्, नमस्कार। हस्, नमस्कार। र अपाङ्गता आवाजसँगमा चाहिँ यो हाम्रो कार्यक्रमको बारेमा पनि छोटो अब केही जानकारी अब साझा गर्ने अवसर प्राप्त भयो, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू। आदरणीय दर्शकबिन, यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे यहाँहरूको अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया हामीलाई पठाउनुहोला। हाम्रो सम्पर्क नम्बर रहेको छ 01 49 11 092। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ divoice2058@gmail.com। हस् त, आजलाई यति नै। अर्को साता फेरि पनि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि हाम्रो प्राविधिक टिमसहित म पनि बिदा चाहन्छु। नमस्कार। आयो अपाङ्गता आवाज, नबुझ्नेहरूलाई बुझाउनु पर्छ, चेतनाको दियो आजैदेखि बाल्नुपर्छ। समतामूलक समाजको निर्माण गरी विकासको मूलधारमा